अनि के साथीहरु म चाहिँ आज चाहिँ लन्चमा थुक्पा खादैछु माई अलवेज फेभरेट है। यो थुक्पा चाहिँ उतापट्टि दिदीहरुकोबाट ल्याएको नि त किनभने अहिले त्यहाँनेरि दिदीहरुले चाहिँ दोकान खोल्नु भएको छ। एकदम दामी मिठो पाउँछ मोमोहरु सबै पाउँछ पराठा है। र म चाहिँ थुक्पा ल्याएर खाँदैछु आज चाहिँ। कोलाई मन पर्छ कमेन्ट गर्नुस् है। मलाई चाहिँ पुरा मन पर्छ। दामी रहेछ। कस्तो मिठो भएछ हौ। खाइसकेपछि म त खाइ नै सकेको छैन। दामी मलाई चाहिँ एकदमै मन पर्छ नि त थुक्पा चाहिँ। मान्छे कस्तो लाग्दो रहेछ। एकदम मिठो भुडी पनि ड्याम्मै भयो। एक बोल थुक्पाले त ड्याम्मै हुन्छ पनि हो। र तपाईहरुलाई कोलाई थुक्पा मन पर्छ कमेन्ट गर्नुस् है। मलाई चाहिँ एकदमै मिठो लाग्छ थुक्पा चाहिँ। खाइ पनि सके।